बालेन सरकारले जुन अहिले 6वटा नयाँ अध्यादेश ल्याउन लाग्नु भएको छ, किन र केका लागि? म सिधै भन्न चाहन्छु, जति पनि पुराना नेताहरू छ नि, तिनीहरूको जेल जाने बाटो साँगरो थियो। त्यो बाटोलाई बालेन शाहले ठुलो बनाउन खोजेको हो, फराकिलो बनाउन खोजेको हो, खुक्लो बनाउन खोजेको हो। सिधै भन्नु साथीहरू, नढाँटिकन नेपालको कानुन ऐन धारा जे जति छ कसको लागि छ? धनीको लागि छ या गरिबको लागि छ? मलाई जहाँसम्म लाग्छ यो धनीहरूको लागि छैन, गरिबहरूको लागि मात्रै छ। किन भन्नुहुन्छ भने जति पनि उच्च स्तरीय पदमा बसेका छन्, जो सभासद होस्, मन्त्री होस् या सांसद होस् या कुनै पुलिस प्रशासन होस् या जज वकिल होस्, तिनीहरूको लागि छ। पावर र सत्ताको भरमा जसलाई जे जतिखेर पनि गर्न सक्छ, जुन बेला चाहे त्यो फाइल बन्द गर्न सक्छ र जुन बेला पाए त्यो फाइल खोल्न सक्छ। गरिबका छोराछोरीले यदि कुनै ठाउँमा सानो गल्ती गरेछ भने, कसैको चेलीबेटीमाथि नराम्रो व्यवहार अथवा कसैको बलात्कारै गरेको छ भने, संसद, सभासद र मन्त्रीहरूको घरमा जाँदा जाँदा त्यसको खुट्टा थाकिन्छ। भएका जे जति पैसा हुन्छ त्यो सबै सिद्धिन्छ, तर न्याय चाहिँ उनीहरूले पाउँदैन। उनीहरूको छोराछोरी केही हुँदैन, उनीहरू जेलमै बस्नुपर्छ। तर ठुला बडा नेता होस्, मन्त्री होस्, जन्त्री होस्, जोसुकै भए पनि तिनीहरूको छोराछोरी जस्तो सुकै अपराध गरे पनि, कसैको चेलीबेटीमाथि बलात्कार गरेर उसलाई मारे पनि एकल फोनमा तिनीहरूको फाइल बन्द हुन्छ। फाइल सुचारू हुँदैन, ओपन हुँदैन, तिनीहरूको फाइल बन्द हुन्छ र खुलेआम घुम्न पाउँछ। हो त्यसैको लागि बालेन शाहले नयाँ 6वटा अध्यादेश जुन ल्याएको छ, 2-3वटा अध्यादेश देशमा जारी छ। हाम्रो नेपालको राष्ट्रपति रामचन्द्र पौडेलजीले 2-3वटा अध्यादेशमा जारी पनि गरिसक्नु भएको छ, आफ्नो साइन पनि गरिदिनु भएको छ। बालेन शाहको भनाइ के छ भन्दाखेरि भोलि 6 महिना र पक्क अब 1 वर्ष हुँदैन। मानौ यदि कुनै फाइलै खोल्नु छ, कुनै भ्रष्टाचारको फाइल खोल्नु छ, हुन त नेपालमा थुप्रै भ्रष्टाचारको फाइलहरू लुकाइएर राखेको छ, बन्द गरेर राखेको छ। त्यो फाइल खोल्नको लागि बालेन शाह आतुर भइसकेको छ, किनभने बालेन शाहसँग समय छैन। अब संसद बोलाउनु पर्यो, मिटिङ बचाल्नु पर्यो, तिनीहरूसँग छलफल गर्नु पर्यो, त्यति टाइम बालेन सरकारसँग छैन। त्यही भएर यो नयाँ अध्यादेश जुन ल्याउन लाग्नु भएको छ त्यसैको लागि हो। जुन 6 महिनामा हुने काम हो त्यो 6 घण्टामा गर्न खोजेको छ बालेन शाहले। 6 घण्टामा हुने काम बालेन शाहले 6 सेकेन्डमा गर्न खोजेको छ। र यो अध्यादेश तिनीहरूलाई अप्ठ्यारो छ जसले लुटपाट गरेर खान खोजेको छ, खाएको छ, भ्रष्टाचार गरेर खुलेआम घुमिरहेको छ, जसको छोराछोरी चेलीबेटीलाई बलात्कार गरेर जुन खुलेआम घुमिरहेको छ नि, हो तिनीहरूको फाइल खोल्नको लागि बालेन शाह यति आतुर भइसकेको छ